आज panny 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 sandy 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 sandy. Hey guys, good morning. Welcome back to my new vlog. Guys, अहिले चाहिँ म र सानबी मर्निङ वकको लागि जाँदैछु र अलिअलि पानी पनि आउँदैछ। सानबीले छाता पनि बोकेको छ। गुड मर्निङ भन्दै हो त। गुड मर्निङ। हामीहरू कहाँ जाँदैछौँ? मर्निङ वक। भोलि पनि आउँछौ मर्निङ वकको लागि? म आउँदैनौ? भोलि पनि भोलि उठाउनु बिहान। तिमी बिहान उठ्न मानेन भने? झापर हान्नु? हाम्रो त्यस्तै प्रपर मर्निङ वक चाहिँ होइन, अब त्यस्तै घुर्ना हिँडेको हामीहरू बिहान बिहान। गाइस अहिले पुरा पानी आउन थाल्यो र हामीहरू घरतिर फर्केका। दलुङ घुर्याउ? दलुङ कस्तो र हेरौ? हामी अब घरमा पुगेर पढ्न बस्छौँ नि एबिसिडी लेख्छौ अनि 1 2 लेख्छौ, ए फर एप्पल लेख्छिन्, अरु के लेख्छौ? ड्रइङ गर्छौ? लो मर्निङ वक गरिसक्दा आफै ताप्न थालेछ हैन ड्रइङ गर्न। अहिले ड्रइङ गर्छु भनेको थियो नि? हैन 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 एबिसिडी लेख्ने भनेको थियो नि अघि। हेलो गाइस, पढाइ गर्ने अनि यहाँ कपी छ, कलम छ। 1 देखि 100 सम्म लेख्छु भनेको थियो अघि गाइसलाई। अब के लेख्छौ? अहिले 1 एबीसीडी। A for एप्पल, B for बॉल, C for कैट, D for डक, E for एलिफेंट, F for फिश। त पढिस? गाइस ये सानबीले ड्रइङ बनाएको यहाँ। यो चाहिँ के हो? ये घर हो। सो गाइस अहिले चाहिँ ब्रेकफास्ट रेडी भएछ। आमाले बोलाउन आउनुभएको थियो भर्खरै। अब चाहिँ हामीहरू किचनमा हिँडेका म र सानबी। यता अर्कै व्यस्त छ के बनाउँदैछ भने। गाइस बिहान बिहान ब्रेकफास्ट चाहिँ यो हाम्रो आजको। मैगी। तर बिहान मैगी खाएको कस्तो राम्रो हो कि नराम्रो खोइ थाहा छैन, तर हामीलाई चाहिँ राम्रो लाग्छ खानको लागि चाहिँ। ग्यास यता सानबीको चाहिँ चुल कोर्दिनु हुँदैछ आमाले। कस्तो लट्टा चुल छ त्यही पनि। सिल्की छ नि। लट्टा चुल भन्छ न के चुल भन्छ न? मैगी चुल। मैगी चुल भन्छ? मेगी चुल। लट्टा चुल मैगी। बेसी मैगी खान्छौ नि गाइस। सानबीले मैगी बेसी खान्छन् अनि चुल पनि त्यस्तै भएको छ। ब ड्रेस चेन्ज गरेर कहाँ जान आँटेको तिमी? पाला कहाँ जान आँटेका? अनि कहाँ जाने भन्दैछ नि त? स्कुल गएको हैन? बडा के भन्नु हुँदैछ हौ? के भन्नु हुँदैछ? चोया फुलुङ बनाउने न डोको बनाउने न फुलुङ कुखुरालाई ए खै ब राम्रो भएछ गाइस। हाम्रो बडाले सबै बनाउन जान्नुहुन्छ, डोको फुलुङ नाङ्लो नि। अलिक पारा आउँदैन। तिमीलाई चाहिँ के बनाउन जान्दछ? छो छो गाइस खत्तम पारेछन् फुलबारीमा पसेर यिनीहरूले। निक्ली जा छो पत्थरमा खेदा थियौँ आइहालेछ। लडे पनि होला है? लड्यौ? घुम्न गयो कि पालकसँग? पानी झरी बन्नु जानु हुँदैन भन्दा भन्दै पो गयो कि त। सो गाइस अहिले चाहिँ हाम्रो साइली बडेमा घरमा आएको छु। बडेमाको हाल खबर बुझ्नको लागि कस्तो के छ अनि खानापिना भयो तपाईँको। अनि गाइस यता फुच्चा फुच्ची पनि छन्। गाइस हेर्नु नाचै डान्स गर्छन् सानबी। आऊ सानबी खै गाना लगा न त नि। आऊ अगाडि आऊ न त नि नाच्न मन लाग्यो। नाच्छ यो अहिले हेर्न कस्तो अगाडि आऊ भन्नु। के गाना भन्नु म लगाइदिइहाल्छु नि त नि। नाम भन। सँगै सँगै हामी सँगै गरी बाटी पढ्नलाई स्कुल पनि जाने। गाइस हाम्रो बडेमा पुरा फुर्तिलो हुनुहुन्छ के। फुर्ती नलाग्ने मान्छे पनि फुर्तिलो हुन्छ यहाँ यो बडेमा घरमा आयो भने। हो मनमा दुःख भए पनि अब बाहिर देखाउनु हुन्न त्यो छ के। र गाइस यता बुइने छिन्, हिजो पिङ खेल्ने बुइने आज पनि आएको छिन् सानबीसँग खेल्नका लागि। बोनो के हो नाम भन्छ त एक बार? आनन्द छेत्री। आनन्द छेत्री। आमा खोइ? हजुरआमा खोइ? घरमा हजुरआमा गाइस अब सानबी डान्स गर्छन् ल।
त म गाना लगाइदिन्छु गाना चाहिँ म्युट हुन्छ त कपिराइट आइहाल्छ नभए त गाना लगाइन्थे ल गाइस सानले नाचिसकिन् तालिया 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 मार्दिनु तालिया ल अर्को एउटा डान्सर पनि आउँदैछन् खतरा नाच्नु त झन् आज पारी 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 वो सानी 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 तानी तानी हुन् गाइस गान मगाएको छन् आफै भनेर चुबेसी आज penny 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 sandy 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 आज पानी 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 सम हिंदी हिंदी नहीं फिंडी गाइस अब नेपाली सङ्गमा नाच्नु इन्द्रो तालिया तालिया पालक बहार झलझलको तिम्रो मायाको काट्नु न त्यही त काटेको त काटिँदैन भन्नु झलझलको तिम्रो मायाको नेपाली सङ के भन्नु झलझलको तिम्रो मायाको झलझल ल्याउन आयो गाइस आफै मगाउँदैछन् गाना बिचमा चाहिँ हुन्छ के टावर गएको छ नेट स्लो छ ल गाइस म चाहिँ अब घरतिर लागेको ल बढेर लागेको भोलि भेटौँ ल ल बाई बुनु बाई एन्जोय गर ल बाई हामीले ल बाई 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 गाइस यी खसीहरूलाई चाहिँ यसरी घाँस दिनुपर्छ काटेर पानी झरीमा चाहिँ चर्न जाँदैन यहाँ कोलको पत्ता छ तामुलको पत्ता छ यिनीहरू चाहिँ मजाले खान्छ के खाँदैछ पुरा गाइस आमाले यहाँ खसीहरूलाई घाँस काट्नु हुँदो रहेछ पिराउने पनि मजाले खान्छ क्या खसीहरूले पुरा मन पराउँछ र गाइस यता चाहिँ कोल लडेछ हिजो लडेको सायद अलिक कहिले रहेछ यो चाहिँ अलिक छिप्यो भने घरतिर लाँदा हुन्छ गाइस अहिले बेलुका भइसकेको छ सानमी उहाँ पिङ खेल्दैछन् आमाको त दाउरा चिर्नु हुँदैछ ऊ घाम पानी स्यालको बिहे आज घाम पानी भयो भने स्यालको बिहे हुन्छ हो के हेरेका गाइस यता सानोबाट टमाटर टिप्नु हुँदैछ है पोलेर खाना चाहिँ मजा लाग्छ यो पकाएर चट्नी खाँदा भन्दा नि र यता माइलाबाट चाहिँ अघि फुर्लुङ बन्नु हुँदैछ कतिसम्म बन्नु भएछ देखाउँदैछु ल बडा सक्यो अघिको फुर्लुङ यति छिटो त्यो अघि बन्नु हुँदैछ त सक्नु भयो गाइस अघि एउटा देखाएको थियो नि बन्नु हुँदैछ त्यो अघि सक्नु भएछ फेरि अर्को थाल्नु भएको रहेछ छान्ने पनि सिक्ने कि बनाउन न त हाम्रो त साह्रै नआउँछ भएर यसरी बाल्नु मात्रै छ यहाँ कोइलाहरू के छ कि हो गाइस बडे मेरो चाहिँ यही पानी फिल्टर गरेर खानुहुन्छ यो चाहिँ फिल्टर हो यहाँ बाल्लो हाल्नुभएको छ सान्नी माटो खेलेको भनिदिन्छु आमालाई अब ओ त्यहाँ तिनीहरू चल्दैछन् त्यहाँ ओइ नचल्दा किन चलेका तिमीहरू खास पुरा पानी आउन थाल्यो अहिले भर्खर घाम लागेको थियो पुरा नाप्दैछ छाता बोक्दै हो गाइस डान्स हेर्नुलाई पालाको छाता बोकेर हो गाइस यिनीहरू गए बेला बेला झगडा पनि लाग्छ ठ्याक्कै मिलिहाल्छ नि एकैछिनमा पानी आयो गाइस पानी आयो भन्दैछन् फुपूजीले गाइस यहाँ हाम्रो घन्टी फुल फुलेको छ कस्तो राम्रो देखेको छ है
सो गाइस यो ब्लग चाहिँ म एन्ड गर्न लागेको र ब्लग राम्रो लाग्यो भने लाइक कमेन्ट सेयर एन्ड सब्स्क्राइब गरिदिनु होला अहिले ठुलो पानी आउन आँटेको छ बाइ बाइ भन्नु ल बाइ बाइ गाइस बाइ 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 भन्नु गाइस अहिले पुरा पानी आयो धर पानी आयो पुरा खतरा आयो पानी